नमस्कार। बिरामीहरूले सबैभन्दा धेरै सोध्ने प्रश्न भनेको सर हामीले हाम्रो उपचार हुँदा किमोथेरापी भइराख्दा रेडियोथेरापी भइराख्दा के कुरा खान हुन्छ र के कुरा खानु हुँदैन। आज म यस बारेमा केही महत्त्वपूर्ण जानकारीहरू साझा गर्दैछु। हेर्नुस्, उपचार चल्दा शरीर निकै संवेदनशील हुन्छ, त्यसैले सही खाना औषधि जत्तिकै आवश्यक हुन्छ। सबभन्दा पहिला कुरा गरौँ के खान हुन्छ या के खान राम्रो हुन्छ। हल्का र सजिलै पच्ने खानेकुराहरू खानु पर्यो, जस्तै खिचडी, दलिया, दाल भात, सुप यस्ता खानेकुराहरू खानु पर्यो। यसले इनर्जी तुरुन्तै दिन्छ र तपाईको पाचन प्रणालीमाथि पनि धेरै जोर पार्दैन। त्यस्तै अर्को महत्त्वपूर्ण कुरा भनेको प्रोटिनयुक्त खानेकुराहरू खानु पर्यो। प्रोटिन केमा हुन्छ त? दूध, दही, अंडा, दाल, पनीर, माछा र मासु। माछा र मासुमा के ध्यान दिनुपर्छ भने यो मजाले पाकेको हुनुपर्छ, काँचो हुनु भएन। प्रोटिनले शरीरलाई पुनः बनाउन मद्दत गर्छ र थकान पनि कम गर्छ। त्यस्तै तेस्रो नम्बरमा सबैभन्दा महत्त्वपूर्ण कुरो शरीरलाई प्रशस्त मात्रामा पानी र तरल पदार्थ दिने। दिनभरि सानो सानो गरेर पानी, सुप वा जीवनजल ORS को झोलहरू, नरियल पानीहरू पिउन सकिन्छ। किमोथेरापीले शरीरमा पानीको मात्रा कम गर्न सक्छ, त्यसैले जति धेरै तरल पदार्थ खानुभयो त्यति शरीरको लागि राम्रो हुन्छ। चौथो नम्बरमा आउँछ फलफुलहरू, जस्तै केरा, स्याउ, मौसमी, पपाया यस्ता फलफुलहरू तपाईले खान सक्नुहुन्छ। शरीरले यसलाई सजिलै पचाउन सक्छ र भोक नलाग्दा पनि, अब उपचार भइरहेको बेला धेरै भोक लाग्दैन, त्यही भएर त्यति बेला पनि यो फलफुलहरू सानो सानो मात्रामा खान सकिन्छ। सबैभन्दा महत्त्वपूर्ण कुरो के छ भने सानो सानो खानुस्, थोरै थोरै खानुस्, तर धेरै पटक खानुस्। एकै पटक धेरै खानुभन्दा 2-3 घण्टामा थोरै थोरै खानु बढी राम्रो हुन्छ। यसले के हुन्छ, वाकवाकी, पेट दुखाइ र कमजोरी कम गराउँदछ। अब कुरा गरौँ के नखाने त। सबभन्दा पहिला धेरै मसालेदार कुरा खानु भएन। तारेको, भुटेको भारी खाना खानु भएन, जस्तै चटपटे, पकौडा, चिप्स र धेरै तेल भएको फ्राइड आइटमहरू खानु भएन। यसले पेट खराब गर्न सक्छ। त्यस्तै अर्को महत्त्वपूर्ण कुरा जुन चाहिँ हामीले खानु हुँदैन त्यो हो अधपका, आधो काँचो, आधा पाकेको खानेकुराहरू, कच्चा खानेकुराहरू खानु भएन। कच्चा अंडा खानु भएन, कच्चा माछा, मासु र राम्रोसँग नधोएको फलफुल खानु भएन। के हुन्छ भने यो किमोथेरापी, रेडियोथेरापी चलिरहेको बेला शरीरको इम्युनिटी कम हुन्छ, रोगसँग लड्ने क्षमता कम हुन्छ। त्यही भएर यदि सफा र मजाले पाकेको कुराहरू खानु भएन भने तपाईले संक्रमण अरू मान्छेभन्दा अलि छिटै सजिलै हुन सक्छ। त्यस्तै अर्को एभोइड गर्ने कुरो भनेको अत्याधिक चिनी र प्याकेट फुडहरू हो, जस्तै कोल्ड ड्रिंक, बिस्किट, मिठाईहरू, हैन, रेडीमेड नुडल्सहरू। यस्तो कुराहरूमा के हुन्छ, पोषण तत्व कम हुन्छ र यसले हाम्रो शरीरको ओभरअल इनर्जीलाई तल झार्छ। र गर्नै नहुने कुरा चाहिँ के हो भने उपचारको बेला रक्सी र चुरोट चाहिँ खानै भएन। यो कुराहरूले उपचारको असरलाई कम गर्छ र साइड इफेक्टलाई बढाउँछ। त्यस्तै धेरै तातो वा धेरै चिसो कुरा पनि खानु भएन। किमोथेरापी हुँदा, रेडिएसन हुँदा मुखमा छाला भएको हुन्छ र धेरै तातो वा धेरै चिसो खानुभयो भने त्यसले धेरै दुख्छ, खान गाह्रो हुन्छ। त्यसैले नर्मल टेम्परेचरको खानेकुराहरू खानु पर्यो। र सबभन्दा लास्टमा म के भन्न चाहन्छु भने उपचार कठिन हुन्छ, तर तपाईँ एक्लै हुनुहुन्न। सही खानपान, सकारात्मक सोच र नियमित सल्लाहले यो यात्रालाई अलि सजिलो बनाउन सकिन्छ। यी बाहेक अरू पनि धेरै केही गाह्रो भयो भने आफ्नो डाक्टर वा नर्सलाई सम्पर्क राख्नुहोस् र आफ्नो खानपिनलाई त्यो हिसाबले एडजस्ट गर्नुहोस्। धन्यवाद।